प्रचण्ड, केपी ओली र शेरबहादुरमा यहाँलाई चाहिँ तीनजना मध्ये को चाहिँ एउटा राम्रो भिजन भएको कि जस्तो को चाहिँ लाग्छ यहाँलाई? मलाई शेरबहादुर डेमोक्रेट। तपाईले आज जति गाली गर्नु शेरबहादुर देउवालाई, त्यस्तो मान्छे अहिले नयाँ वैकल्पिक मान्छे हुँदैन। कुटाई खाँदाखेरि पनि उहाँले साइलेन्ट बस्नु। के गल्ती गर्नुभएको थियो उहाँले? उहाँ सरकारमा हुनुहुन्थ्यो। सरकारको प्रमुख शेरबहादुर देउवा हो कि केपी ओली? मान्छे एकजना मारेको इतिहास छ। प्रचण्डले 17,000 मारेको इतिहास छ। केपी ओलीले धर्मढकाल काटी काटेको इतिहास छ। उहाँले मारे हो। बरु अहिलेका यी नयाँ वैकल्पिकले बरु मान्छे मारेर आएको छ। उहाँले मारे हो। उहाँको श्रीमतीले भ्रष्टाचार गर्नुभएको थियो होला, त्यो पनि प्रमाणित छैन। उहाँको घरबाट पैसा निक्ल्यो भने पार्टी चलाउनका लागि अब अहिले नै यही वैकल्पिक शक्तिका नेताका घरमा हाल्ने हो, त्यही पनि भेटिन्छ। पार्टी चलाउनलाई ब्याङ्क एकाउन्टको सिस्टमै छैन नेपालमा। कसरी चलाइरहेछन् त अहिले नयाँ साथीहरूले? 5 स्टारमा कार्यक्रम गर्छन्, होटल चलाउँछन्, त्यत्र पार्टीकारले खडा गरेका छन्। कहाँबाट आउँछ पैसा? चलाइ त रहेछन् नि। हाम्रो रापरवाले पनि त चलाइरहेछ त। अरूलाई किन दोष दिनु? हाम्रो त कमसेकम माने अरबपति छन् पार्टीमा हैन? अरबपतिहरूको पार्टी भन्छ रापरवाला धेरैले। अब हाम्रो त्यहाँ जग्गा दिल्ली विकास भण्डारीले दिनुभएको त्यहाँ गरिरहेछ। एउटा आफ्नै पार्टीकाले पशुपति सम्पत्ति दिएको जग्गा छ। त उनीहरूको त जग्गाको त भाडा पनि तिरिरहेछन्। कहाँबाट आउँछ? यिनीहरूका घरमा हाल्नुहोस् त, त्यहाँ पनि भेटिन्छ। शेरबहादुरको घरमा भेटियो होला। उनी अपराधी होलान्, भ्रष्टाचारी होलान्। भोलि उनलाई पक्रेर अदालतले मुद्दा दायर गर्ने हो नि, या प्रहरीलाई जिम्मा लाउने हो नि। अनि एउटा भयविरुद्ध मान्छेलाई खुकुरी हान्दिने। खुकुरी हानिसके पछाडि पनि उहाँले प्रतिक्रिया दिनुभयो। शेरबहादुर देउवाले अहिले चाहनुभयो ल देश द्वन्द्वमा लिनुपर्छ, मलाई कुटपिट गरे, जे परे पर्छ भनेर उहाँले आँट्नु भयो भने कसैले पनि सक्दैन। यो देशको सबभन्दा ठुलो पार्टीको सभापति उहाँले गर्नुभयो। त्यो बरु स्वाट आएर राजीनामा दिएर पूर्णबहादुर खड्काले चलाऊ यार म यो धान्द्रमा पर्दैन भनेर जानु। हतियार उठाएर जङ्गल गएको माओवादीलाई ल्याएर शान्ति प्रक्रियामा ल्याएर त्यसलाई शान्ति बनाएन हिजो। त्यो योगदान कसैले नबेर्छ नि। भ्रष्टाचारी हो भने अख्तियार मुद्दा दर्ता गर, जेल हाल न त। अहिले तिमीहरूको सरकार छ, हाल्देऊ नि त। सक्छौ त हाल्देऊ न त। के छ हाल्दै भयो त होइन? फाइल खडा गरेर। अनि एउटा 84 वर्षको मान्छेलाई खुकुरी र बोतलले हान्ने भन्ने कुरामा मेरो सहमति हुन सक्दैन।